10 अरब अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढेको छ। यसले देखाउन खोजेको के हो भने अहिले हामीले सम्पत्ति धेरै 6 खरबको देखाउँदै गर्दा र नाफा पनि यहाँ देखाउँदै गर्दा हामीसँग क्याश ब्यालेन्स चाहिँ छैन रहेछ र यो तथ्याङ्कलाई अब पत्याउने नपत्याउने आफ्नो हो। तर यदि क्याश ब्यालेन्स हुन्थ्यो भने 10 अरब नेपाल सरकारमा हामीले स्वीकृति लिन चिठी पठाइसकेका छौँ। अल्पकालीन ऋणको ब्याज पनि महँगो हुन्छ, त्यो ब्याज लिनुपर्ने अवस्था आउँदैन। त्यो ऋण लिनु नै त्यो एउटा प्रुफ हो कि हामीसँग अहिले पैसा छैन। 10 अरब रुपियाँ चाहिँ हामीले अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढेको छैन, मसँग क्यासै छैन भन्छ। उहाँले लेख्नु भएको छ 10 अरब 10 करोड रुपियाँ क्यास छ भनेर, नगद रिजर्भ छ भनेर। त्यो म जाने बेलामा त्यति त मैले रिजर्भ राखेर रहेछ नि त। जुन बेला म 73 सालमा आएको थिएँ, ब्याङ्कबाट ऋण लिएर तलब खाइरहेको थिएँ। त्यस्तो अवस्थामा म्यानेज गरेर 50 अरबसम्म क्यास लग्यौँ। यत्रो चाहिँ 161 अरब हामीले लगानी गऱ्यौँ। त्यो पैसा त जेनेरेट गऱ्यौँ। एउटा तपाईँ क्यासको कुरा के हो भने अब 10 अरब 10 करोड त हामीसँग क्यास छ भनेर उहाँले लेखेकै छ। त्यो 10 अरब 10 करोड क्यास भनेको स्ट्यान्डर्ड हो हाम्रो, है। त्योभन्दा हामी 5 अरब ब्यालेन्स 10 अरब होइन भन्दा 2 अरब 47 करोड मौजात मात्रै छ भनेर लेख्नु भएको छ। होइन, त्यहाँ लेख्नु हेर्नुहोस् न, फिक्स डिपोजिटमा कति छ होइन, त्यसपछि डलर कति छ, चलाउन मिल्ने चाहिँ यति छ अरे क्या। फिक्समा त तपाईँले अब हामी 3टा अकाउन्ट छ, हाम्रो 3टा एकाउन्ट छ अरे। डलर अकाउन्ट छ, त्यो पैसा पनि चलाउन मिल्छ। फिक्स डिपोजिटमा राख्छौँ कि ब्याज अलिकति बढी आओस् भनेर फिक्स डिपोजिट फिक्समा राखिदिनु भएको छ। फाइनेन्सियल म्यानेजमेन्ट हो, किनभने ब्याज अलिक बढाउनु पर्यो नि। तपाईँ कल अकाउन्टमा सबै पैसा राख्यो भने के हुन्छ, ब्याज कम हुन्छ। त्यो भएर नि के सर्टेन पैसा फिक्स डिपोजिटमा राख्छौँ। फिक्स डिपोजिटमा 3-4 अरब छ होइन, अनि कल अकाउन्टमा चाहिँ 2 अरब छ भने टोटलमा हामीसँग 10 अरब 10 करोड छ। त्यो सबै चलाउन मिल्ने पैसा हो, है। हामी